तेरो नाम शेर्नी अरे म नुन ल्याउँछु रोके तेरो नाम शेर्नी हैन नुनै छैन गाइस मसँग नि तेरो नाम शेर्नी हैन अघि एउटा माछा हान्नु खोर्सानीको खोर्सानी दिइरहेको छ कि अरू दिँदै दिँदैन आज खसी नै खान्छन् होला म चाहिँ मासु पेलेको छैन के कसम होला टाउकोबाट हैन बाहिर आउट जान भएन पानी है हस् हजुर पख म दिएर आउँछु कट लगाएर आउँछु पहिला सम्बन्धमा तजाठिएर मेरो बुढी भयो भने नि यो पैसा नि मारेर छोडिदिन्छु खुलिते तो जाठा मारेर छोडिदिन्छु कसम म त कल नमारे कॉलेज हो तो भतुवाले माधव ओए के रे माधव चुट्नी नि त साला चारनको जग्गा देखाएर बस तँलाई ती पैसा आउँछ यो टिकटक लाइन किन बच्छस् माधव चुट्नी ओए माधव चुट्नी बेसी बोल्छस् चारनको जग्गा देखाएर बस जा के भन्छ भतुवा भएन भने तँलाई भएन भने चित्त बुझ्दैन भने नि चित्त बुझ्दैन होइन तँलाई खोजी आउँछु माधव चुट्नी राम्रो म अति राम्रो नराम्रो म अति नराम्रो त जस्तो लाग्यो नि कष्ट मलाई होइन कुनै आइतबार छैन तकोस मेरो छमा भतुवा पढिस हेरे तेरे नगर गिफ्टिङ पाइन्जेलसम्म मात्रै साला मेरो बेबी भन्ने गिफ्टिङ पाल्नु छोडेपछि के गर्छस् तैँले थाहा छैन हामीलाई पुस्कार हेरे फेरि अहिले मान्छे त अहिले मान्छे हेरे बट्यो नि परिस्कार गर त चुपचाप जा मजाले गर नि भोक्टासी होइन पानी म मान्दिनँ भित्री पसा पानी अनि देखाइदिनु छ खोलेर देखाइदे न बाबा प्लिज बाबा देखाइदे एकचोटि तर गाइस आज कस्तो अमृतले यस्तो मजा दिनु भने आज अनि सुन त जस्तोले मलाई त जस्तो फेकाइदिले मलाई यहाँनिर गाली गर्छस् नि प्लिज बुझिस् हेनेको उच्चल तामिल भाषाबाट हेनेको उच्चल भने तिमीहरूको पिसाब मैले पिसाब गरेर तिमीहरूको मुखमा लगाइदिन्छु ओके त्यो चोरबुढा हो होइन भोलिको दिनमा आवश्यकता पर्छ तिमीहरूलाई जति गाली गर्छस् नि गर्न जता जता तेरो बुढोले भनेको छ त्यतै हाल तेरो बुढो को अमृत दाइ यहाँ बोल यस्तो गरेर यसरी बस यहाँदेखि लगा एउटा पानी बाहिर गयो भने नि 10 साल माछा चुक्ने म गर्छु त बुझिस् साला गिफ्टिङ आउँदाखेरि खुसीले पर्सेन्ट दिन्छ गेम हार्दाखेरि रुन्छस् यस्तो मान्छे जोडिस भने नि यस्तो रुने मान्छे जोडिस भने नि कस्टम भटिने होइन गाइज के भयो गाइज कति हुन्छ एउटा पर्सनल गर्दाखेरि कति हुन्छ नखेल्न त के भयो त मलाई नखेल्न त नि नखेल्ने के हुन्छ त तैले यत्रो वर्षसम्म 3-4 वर्षसम्म तैले तँसँग खेलेर म अहिलेसम्म यो स्थितिमा आइरहेको छु होइन तैले गर्दाखेरि त्यस्तो भन्नलाई साले कुकुर किन ल्याएको
कस्तो पोलिसको यार साले कुकुर दे त दम दम पर्दैन गरेर त बोले। यहाँ निस्किया एक ग्लास त्यो आयो पर्दैन त निस्कि त्यहाँबाट हो त आजको गेम हेरेर हाम्रो कतिजना सुत्न लागेको मान्छे पनि सुत्या छैनन् होला है कतिजना हुनुहुन्छ सुत्नु 1 घन्टा अगाडि सुत्नु पर्ने मान्छे अहिलेसम्म नसुत्या कति हुनुहुन्छ भन्नु त कमेन्ट गर्नु त खै गर एक घन्टा यहाँ सुत्नु पर्ने मान्छे नसुत्याएको को छन् भन्नु त मरि उ कतिजना हुनुहुन्छ मलाई थाहा छ गेमले गर्दा यत्रो त खेल्यो ल एक म्याच खेल आज चित्ते बिस जा पेरो जा यत्रो त फिल्मको परिचय गरिन् हैन यहाँ राति बुढीमा